बसन्तपुरमा आज यति भिड छ कि आज यहाँ हामीले चाहिँ है नवरात्रिमा पनि यस्तै हुन्छ यहाँ र आज पनि चारैतिर अत्याधिक भिड देख्न सकिन्छ। अस्ति चाहिँ यही हो यो मन्दिर भूकम्प जाने बेलामा चाहिँ यो पुरै भत्किएको थियो र यो समयमै पुनर्निर्माण गरिएको थियो र बसन्तपुरमा एकदमै बढी मात्रामा भिडभाड छ। आऊ म तिमीलाई काल भैरवको मन्दिरमा लैजान्छु। र बसन्तपुर आइसकेपछि चाहिँ हामीले दर्शन गर्नै पर्ने ठाउँ भनेको यहाँ काल भैरवको मन्दिर हो जहाँ रक्सी चढाइन्छ र भिड अत्याधिक बढिरहेको छ। यस्तो घाममा पनि मान्छेहरू चाहिँ टन्न घुम्न आइरहेको छ। बिचबिचमा यस्तो ट्रेजरीहरूको पसलहरू छ। यहाँ चाहिँ परेवालाई दाना दिइन्छ। र अब यसको यतापट्टि हेर त्यहाँ काल भैरवको मन्दिर छ र यहाँ चाहिँ हामी काल भैरवको मन्दिर नजिक आइपुगेका छौँ। यहाँ झन् भिड छ। त्यहाँनिर चाहिँ यहाँबाट सिधा देखिने चाहिँ त्यहाँ सानो पशुपति छ र दिस इज द भ्यू, मेन भ्यू। यहाँ चाहिँ यहाँबाट यतापट्टि चाहिँ काल भैरवको मन्दिर छ। यहाँ रक्सी चढाइन्छ र फोटो खिच्नेदेखि लिएर एकदमै भिडभाड हुने गर्दछ यहाँ।